सम्पूर्ण सबैमा म सृजन तामाको नमस्ते। फेरि पनि मैले यो चोटि नेपाल बसेको छुट्टीको क्रममा मन्तलीमा रहँदा बनाइएको मन्तली जन्मघर स्थानको नयाँ भिडियो सामग्री ल्याएर आएको छु। यहाँहरू सम्पूर्ण सबैले सम्मान स्वरूप स्वीकारिदिनु होला। आजको भिडियोमा तपाईँले मन्तलीको विभिन्न स्थानहरू जस्तै मन्तली बजार, मन्तली मावि, बिटार पार्क, सोमबारहाट, चिसपानी गाउँ, तिनलाल पार्क आदिलाई समेटेर बनाएको समग्र भिडियो देख्न सक्नुहुनेछ र माझी जातिहरूको कोशी पूजाको भाग पनि देख्न सक्नुहुनेछ। मन्तली ठाउँको नाम माझी माछा मार्ने जनजातिका मानिसहरूको दुई शब्दहरूबाट आएको हो। यो मुन र थली दुई शब्द मिलेर बनेको हो। पहिलो अर्थ मुन भन्नाले माझी जातिको स्थानीय जाँडको परिकार हो र दोस्रो अर्थ थलो भन्नाले जाँड खान पाउने ठाउँ हो। पछि यसको नाम मन्तली राखियो। समुद्र सतहबाट 474 मिटरको उचाइ र चारैतिर अग्लो पहाडको खोज र सुक्खा क्षेत्रमा अवस्थित रहेको हुनाले यहाँ गर्मी मौसममा अति गर्मी हुन्छ। रामेछापको मन्तली लगायत अन्य स्थलहरूमा घुम्नको लागि असोजदेखि मङ्सिरसम्मको समय बेस्ट मानिन्छ। मन्तलीलाई रामेछाप र दोलखा जिल्लाको प्रमुख व्यापारिक केन्द्र भनेर पनि चिनिन्छ। तामाकोशी नदीको किनारमा समुद्री सतहदेखि 474 मिटर उचाइमा अवस्थित मन्तली विमानस्थलको धावन मार्ग 518 मिटर रहेको छ। मन्तली लुक्लाको लागि उडान भर्ने पर्यटकहरूको लागि एक लोकप्रिय स्थान हो। यद्यपि यस ठाउँमा होटलहरूको राम्रो सङ्ख्या छैन, त्यसैले पर्यटकहरूले फोन कल वा इन्टरनेटको माध्यमबाट अग्रिम बुकिङ गर्न र आवास सुरक्षित गर्न आवश्यक छ। संक्षेपमा मन्तली भ्रमण सबैको लागि राम्रो विकल्प हुन सक्छ, किनकि यसले नजिकै यति धेरै पर्यटकीय स्थलहरू पाएको छ। संसारको सबैभन्दा राम्रो दृश्यहरू एक्सप्लोर गर्न सकिन्छ। पूर्वाधारका बारेमा केही समस्या भए तापनि यो एक उत्कृष्ट पर्यटकीय स्थल हो।
बाल्यकाल हाम्रो जीवनको सुनौलो भाग हो जुन हामी कहिले पनि फर्कन सक्दैनौँ। बाल्यकालका दिनहरू हाम्रो जीवनको सबैभन्दा प्रिय दिनहरू हुन् जहाँ हामी ससाना कुराहरूमा नै आनन्द लिन्छौँ। बाल्यकालका अनुभवले हामीलाई आफ्नो भविष्यलाई आकार दिन मद्दत गर्दछ। मन्थली माध्यमिक विद्यालयको प्रधानाध्यापक म 2055 सालदेखि यहाँ अध्यापन गरिरहेको छु र मन्थली माध्यमिक विद्यालय स्थापना 2012 सालमा महेन्द्रदेव प्राविको रूपमा भएको हो र यो चाहिँ 2033 सालमा निम्न माध्यमिक विद्यालय, 2045 सालमा माध्यमिक विद्यालय, त्यसपछि 2049 सालमा उच्च मावि हुँदै यो विकसित हुँदै गएको छ। समग्रमा स्कुल स्थापनाको बेलामा यो चाहिँ जहाँ अहिले प्रहरी कार्यालय भएको ठाउँ छ जिल्ला प्रहरी कार्यालय, त्यहाँबाट यहाँ सरेको 45 सालमा र त्यतिखेर चाहिँ एउटा रातमाटो डाँडोमा यो सर्या रहेछ र अब अहिले चाहिँ त्यो बेलादेखि अहिलेसम्म यहाँको स्थानीय बुद्धिजीवीहरू, राजनीतिक दलहरू, पत्रकारहरू सबैको सहयोगमा यो स्कुल चाहिँ यहाँसम्म आइपुगेको छ र यो बिचमा आइपुग्दा स्कुलले ठुलो फड्को मारेको छ र अहिले विद्यार्थी चाहिँ ECD देखि 12 कक्षासम्म 2014 जना विद्यार्थी छ हाम्रो र टेक्निकलपट्टि 252 जना विद्यार्थी छ र विद्यालयको जग्गा चाहिँ भोगाधिकार लिने क्रममा छ र पनि अहिले हामी सबै गरेर 75 रोपनीभन्दा बढी जग्गा अकुपाई गरिरहेछौँ। त्यसको लालपूर्जा लिने क्रम चाहिँ बाँकी छ तर पनि अब यो भिरालो जमिन भए पनि हामीले यसलाई सकेसम्म हरियाली रूपमा व्यवस्थित गर्ने भनेर लागिरहेका छौँ। अहिले चाहिँ नयाँ यो भवनहरू चाहिँ बनाउने यतापट्टि ठाउँ नभएर हामीले नयाँ यता माथि बनाइरहेका छौँ जहाँ 36 कोठाको क्लासरुम बिल्डिङहरू अनि त्यसपछि 2वटा शौचालय सहित त्यसको चाहिँ छुट्टै कम्पाउन्ड सहितको पूर्वाधारहरू तयार हुँदैछ। त्यसमा पनि एउटा साइन्स ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी लगायत संरचनाहरू हुन्छन्। यो बिटर पार्क हो। कोरोना महामारीको बेला मन्थलीका सक्रिय युवाहरूको जोस र जागरले निर्माण भएको बिटर पार्क हेर्दा सुन्दर छ। सायद मन्थलीकै पहिलो पार्कको रूपमा लिन सकिन्छ। दैनिक सयौंको भिडमा आज यस पार्कमा विभिन्न समूहका मानिसहरू घुमेर आनन्द लिन्छन्। यो चिसपानी गाउँ हो जुन मन्तल नगरपालिका वडा नम्बर 8 मा पर्छ। बाक्लो बस्ती रहेको यस गाउँमा विशेष गरेर नेवार समुदायको जातिहरू बसोबास गर्छन्। नेवारी भाषा, कला र संस्कारले चिसपानीलाई रामेछापको छुट्टै पहिचान दिन्छ। कुनै बेला धेरै पानीको समस्या थियो यो गाउँमा। पछि गाउँको संस्थाहरू र विभिन्न दातृ निकाय संस्थाहरूको सहयोगमा
तामाकोसीको पानी लिफ्ट सञ्चालनपछि अहिले समस्या समाधान भएको छ। नमस्कार। लदी पूजाको तपाईँलाई शुभकामना। एकदम अहिलेदेखि चलिआएको होइन कि अब हाम्रो च्याजु बाजेदेखिको पालादेखिको उसमा चाहिँ हाम्रो लदी पूजा भन्ने कुरा चाहिँ त्यसरी चलिआएको। यो लदी पूजा गर्नुको अर्थ चाहिँ खास हामीले भन्नुपर्दाखेरि यो लदीमा हामीले माछा मार्ने, डुङ्गा चलाउने होइन। अब माछा मार्दा कतै न अब बगेर मरिन्छ कि भनेर, अनि डुङ्गा चलाउँदा हाम्रो डुङ्गा घोप्टिन्छ कि भनेर त्यो एउटा। अनि अर्को कुरा हाम्रो एकदम इमान्दार परम्परा, संस्कार, संस्कृति भनेको यही नै हो। त्योभन्दा हाम्रो अर्को चाड चाहिँ छैन, नभएको कुरा गर्नु हुँदैन। हाम्रो शुद्ध अब लदी पूजा एउटा जखन पूजा गर्छौँ, अब त्यो उसमा असारमा आउँछ। त्यसलाई चाहिँ हामीहरूले अब मतलब के भनेर पूजा गर्छौँ भनेदेखि एउटा हाम्रो ज्यानको सुरक्षा, ज्यानको सेवाको लागि। अब हाम्रो परम्परा अब माछा मारेर खाने जात पनि हो है। त्यसरी त्यो तरिकाले चाहिँ हामीले अब यो कोसीको लदीको जुन अब देवता अब भूत प्रेत हरेक थरी हुन्छन् होइन, त्यसलाई चाहिँ नि नहोस् भनेर चाहिँ दुर्घटना नहोस् भनेर हामीहरूले त्यो छिनार पनि भन्छ, छिनारलाई पनि एउटा पूजा गर्छौँ। अब अक्षता पाती पनि छर्छौँ। अनि एउटा जलदेवी भन्नेलाई एउटा अब छुट्टै एउटा थान बनाउँछौँ।
नमस्कार, म चाहिँ रामहरि पौडेल। म चाहिँ यो मन्थली नगरपालिका वडा नम्बर 1 को वडा अध्यक्ष। हाम्रो मन्थली नगरपालिका चाहिँ अहिले माझीहरूको ठुलो बस्ती छ, त्यसमा पनि 1 नम्बर वडा चाहिँ भोटको हिसाबले जनसङ्ख्या हिसाबले सबभन्दा बढी माझी छ। त्यसको माझीहरूको आज प्रत्येक वर्षको तेस्रो मङ्गलबार चाहिँ उहाँहरूको आफ्नो परम्परा अनुसार लदी पूजा गर्ने हुनाले म मेरो व्यक्तिगत तर्फबाट वडाको तर्फबाट र समग्र मन्थली नगरपालिका विशेष गरी 1 नम्बर वडाको तर्फबाट म सम्पूर्ण लदी पूजामा सहभागी हुने यहाँ तमाम माझी समुदाय लगायत सम्पूर्णमा लदी पूजाको शुभकामना दिन्छु। साथै हामीले यो लदी पूजालाई विशेष ध्यान गरेर राखी यहाँ हामीले स्थानीय चाडको रूपमा हिजो हामीले हाम्रो नगरपालिका अन्तर्गतको सम्पूर्ण माझी समुदाय स्कुलहरू सबलाई बिदा गरेका छौँ, बिदा 1 दिने छुट्टी गरेका छौँ। त्यसको लागि पनि म समग्र माझी समुदायले हार्दिक यसको लागि शुभकामना दिन्छ। यो मन्थली हाटेचौर एरिया हो। मेरो जन्मस्थान पनि यही हो। यहाँ माझी जातिहरूको बाक्लो बस्ती छ भने केही ब्राह्मण, क्षेत्री, नेवार र दलित बस्तीको सम्मिश्रण विविधता पाइन्छ र तामकोसी किनार नजिकैको यो सुन्दर बस्ती हो। मन्थली अर्थात् जाँडको थलो नामबाट मन्थली नाम हुन गएको जाँड रक्सी माझीहरूको सबैको घर घरमा पाइने पिउने